ठिक छ। जय मसे, म हुँ देवराम घरती मगर, त्रिवेणी 1 करेती रोल्पाबाट। हामी अहिले बलिदान एजी मण्डली करेती रोल्पामा छौँ र दसैँ क्याम्पमा यहाँ जुधिराखेका छौँ र यहाँ चाहिँ बिहानको सेसन सिद्धिसकेको छ। त्यसपछि यतिखेर खानाको सुरु भइराखेको छ र यो चाहिँ हाम्रो भवन हो। जना खाना खानेको तर्खरमा हुनुहुन्छ। जय मसे, जय मसे। ओ उठाएर हजुरको नाम के हो? यहाँ चाहिँ फुलहरू छ। यो फुलहरू अझ फुलिसकेको छैन। यहाँ केही फुलहरू फुलेको छ। यहाँ चाहिँ यस्तो खालको छ। उहाँहरू चाहिँ खाना खानको लागि तयारी हुनुहुन्छ। यता चाहिँ खाना भइराखेको छ। खानपिन कार्यक्रम भइराखेको छ। यहाँ चाहिँ सबैजना खुसी साथ खाना खाँदै हुनुहुन्छ है। यहाँ चाहिँ के हुँदैछ? ए शुल्क पैसा उठाने कार्यक्रम हुँदैछ यहाँ चाहिँ है। खाना खाँदाखेरि केही शुल्कहरू तिर्नुपर्ने हुन्छ। यस्तो भइराखेको रहेछ यहाँ चाहिँ। कस्तो छ खाना? मिठो छ रे खाना है। खाना खान लाग्नुभयो? यहाँ चाहिँ दाल छ, खुर्सानी छ, तरकारी छ, टक्कै है। ल आउनुहोस् है साथीहरू। ओ यहाँ चाहिँ भात छ। ल यहाँ खै यो भात हालिदिउँ त मलाई। दाजु लिनुहोस् खाना लिनुहोस्। ए हजुरले लिनुहोस्। उठे जानुहोस्, दाल उठा छ। ओ खुर्सानी खानुहुन्छ? ए ल यता चाहिँ हाम्रो टोयलेट छ। अनि यो माथिको चाहिँ हाम्रो चाहिँ पाहुना घर हो र यो एकदम सानो छ। के हो? मासु हो यो? मासु हो? होइन।